नमस्कार, मेरो नाम सुभद्रा श्रेष्ठ, घर वडा नम्बर 1 बस पार्क। म महिला स्वास्थ्य स्वयंसेवीको नगर स्तरीय अध्यक्ष हो, तर म अहिले चाहिँ नि यहाँ प्रतिनिधि गरेको चाहिँ वडा स्तरीय टोल विकास समन्वय समितिको उपाध्यक्ष। म परिचय मैले दिइहाल्छु है। म रमाकान्त शर्मा, जिल्ला शिक्षा अधिकारी। यहाँले छलफल गर्नु होला। त्यो अहिले उहाँ तपाईँ साथै मलाई बोलाइहालेकोलाई म गराउनु पर्ने हो। के उपाय आउन सक्छ, के निचोड आउन सक्छ, के नयाँ इन्भेन्सन हुनसक्छ, कसरी जाँदाखेरि हामी अगाडि बढ्न सकिन्छ। अलिक भर्खरै कुरा आयो, यो 2टा बोट लाउने पनि हामीले के गरौँ भने सुरुको दिनै हामीले उद्घाटन गर्ने क्रममा सबै साक्षर नभएका निरक्षरलाई एकै ठाउँमा जम्मा गरौँ। अनि यो 2टा बोट लाउने कार्यक्रम छ, सरसफाइको कार्यक्रम छ, यस्ता कुराहरू छन् भनेर एक दिन ओरिएन्टेसनै गरौँ। अनि त्यसपछि बल्ल पढाउन थालौँ। त्यस्तै किसिमबाट कुन तरिकाले जाँदाखेरि राम्रो गर्न सकिन्छ, यो अरू कुरा पनि जोड्न सकिन्छ क्या। सरसफाइ लगायतका धेरै कुराहरू जोडेर सही लान सकिन्छ। यसमा छलफल गरौँ है। अहिले म लागेँ खास। म ज्ञानेन्द्र पौडेल, सहायक जिल्ला शिक्षा हामी बस्छौँ, हामी यहाँ छलफललाई नमस्कार, मेरो नाम कल्पना थापा, भरतपुर 7 महिला स्वास्थ्य कुन संस्था सबैलाई नमस्कार। मेरो नाम मधु शाह, म नारी विद्या केन्द्रको अध्यक्ष नमस्कार, म भरतपुर नम्बर 1 को सिमुरा टोल विकास संस्थाको अध्यक्ष। मेरो नाम क्षेत्रबहादुर सुवेदी। नमस्कार, मेरो नाम नारायण बहादुर सुवेदी, म वार्ड नम्बर 1 को वडा सचिव। नमस्कार, हिमदी पौडेल, भनका वार्ड नम्बर 11 को वडा मुस्लिम ओम प्रकाश नेपाली, वडा सचिव, वार्ड नम्बर 2। सबैलाई नमस्कार, मेरो नाम मुकुल सिंह, म सामाजिक अध्ययन केन्द्र ट्रेनरको अध्यक्ष। नमस्कार, म रामेश्वर नेपाली, नमस्कार, म तेजराज साल, भरतपुर नगरपालिका कार्यालय। नमस्कार, म जीवनाथ खडेल, भरतपुर नगरपालिका वडा नम्बर 8 को समन्वय समितिको अध्यक्ष। नमस्कार, म नमस्कार, म बालकृष्ण थपलिया, 10 नम्बर वडाको वडा सचिव। धन्यवाद। नमस्कार, म केनेश्वर थपलिया, ब्रेन सामुदायिक अध्ययन केन्द्रको वडा सचिव। सबैलाई नमस्कार, मेरो नाम महेन्द्र बहादुर कार्की, म 9 नम्बर वडाको वडा सचिव। नमस्कार, मेरो नाम शिष कुमार श्रेष्ठ, म चाहिँ वडा नम्बर 13 को समन्वय समितिको अध्यक्ष। नमस्कार, सुरेन्द्र राणाबाट 14 को सचिव। नमस्कार, म नारायण पौडेल, भनपा 11 वडा समन्वयको सचिव। नमस्कार, म चित्रबहादुर राणा, वडा समन्वय समिति भनपा 14 को अध्यक्ष। नमस्ते, म पुष्कर नेपाली, वडा नम्बर 6 को समन्वयको संयोजक। नमस्कार, म उद्योग कुमार पिया, वडा समन्वय समिति भनपा 3 को चाहिँ अध्यक्ष। नमस्कार, म कृष्णहरि देवकोटा, रामेश्वर पुस्तकालयबाट प्रतिनिधित्व गरेर आएको, घर चाहिँ भनपा। सबैलाई नमस्कार, म बाबुराम दबाडी, भरतपुर नगरपालिका 10 नम्बर वडामा सामुदायिक अध्ययन केन्द्र दोबान सामुदायिक अध्ययन केन्द्र छ, त्यसको अध्यक्ष। नमस्कार, म गङ्गाधर रिमाल, विद्यालय निरीक्षक, जिल्ला शिक्षा कार्यालय। यहाँहरू सबैलाई नमस्कार छ। म भूमिलाल सुवेदी, सहायक जिल्ला शिक्षा अधिकारी। अहिले मैले यही अनौपचारिक शाखा हेर्छु शिक्षा कार्यालयबाट। नमस्कार, म डम्बरराज थपलिया, समाज कल्याण अधिकृत, भरतपुर नगरपालिका कार्यालय। नमस्कार, मेरो नाम नमस्कार सबैजनालाई, म सामुदायिक अध्ययन केन्द्र भरतपुर 12 को त्योबाट आएको।